मर्निङ नमस्ते अर्थ सम्पूर्ण मेरो पानी खाने बेला पनि भयो साथीहरू। अहिले चाहिँ खानापिना पनि बनाउने बेला भयो साथीहरू। अब चाहिँ खानापिना यहाँ देख्नुहुन्छ, यो चाहिँ राख्छ भात, यो दाल, यहाँ चाहिँ चिया पाक्दैछ। सब्जी काट्छु, सब्जी चाहिँ चिया। आज चाहिँ हामी खाना खाएर एकछिन बाहिर निस्किन्छौँ साथीहरू। एकछिन बाहिर निस्किने काम छ क्या, छिटो छिटो गरेर खानासाना खाएर बाहिर निस्किन पर्नेछ। च्याउको सब्जी खाने आज, आलु च्याउ। चिया पनि पाएको साथीहरू, चिया खाने बेला पनि भयो। म चाहिँ चिया पनि खाँदैछु, तरकारी पनि केलाउँदैछु। आज चाहिँ अलिक ढिलो छिटो छिटो गर्नुपर्नेछ क्या, त्यो भएर। हिजोको धुलोले हेर यति घाँटी दुखेको छ। यस्तो धेरै धुलो। हाम्रै ठाउँ राम्रो, धुलो पनि हुँदैन। सहर बजारभन्दा गाउँै राम्रो। कामको चाहिँ दुःख, खाना बस्नु त गाउँै ठिक छ है, गाउँै ठिक छ। सानो देवर बाबुले गीत घरिघरि चाहिँ खत्रै गाउँछ कि। प्याक त हुँदैन हो। हुन्छ ल। कति राम्रो तास्ने पनि, पातलो तास्ने क्या, कस्तो मजाले बोक्रा मात्रै तास्ने। हामी चाहिँ मोटो आलु छिल्ने छ धेरै नै, कस्तो राम्रो रहेछ। मेरो छोरो आऊ यता, आऊ छोरो यता, मामुको हाई भनिदिनु। हाई, गुड मर्निङ सबैलाई भन। तिमी त बोल्न पनि लजाउँछौ, कति खालको छेउ, छोरी मान्छे जस्तै छेउ। छोरा मान्छे भएर पनि लजाउँछन् हौ मेरो छोरो त। साह्रै लाजके पसारी छिन्, कस्तो बुहारी पाउँछिन्। छोरी जस्तै बुहारीको पर्खाइमा छु, तर अहिले होइन, अझै 5-7 वर्ष पछाडि। 5-7 वर्ष पछाडि भन्दा पनि अरूको तुलनामा त होइन, हाम्रो तुलनामा चाहिँ 5-7 वर्ष पछाडि, अरूको तुलनामा चाहिँ अलिक पछाडि नै। त्यस्तै नै सजिलो लाग्छ आलु काट्न भनेको त। यो त अड्केको गर्ने रहेछ त यो चक्कु त, यस्तो सजिलो लाग्छ। आफ्नो आफ्नो स्टाइल हुन्छ नि त, काट्ने बनाउने पनि। हाम्रो चाहिँ यस्तो छ। कति पर्छ बाबु जारको पानीलाई? 40 रुपियाँ। ए
जारको पान्डामा 50 रुपियाँ होला 10 म चाहिँ रेडी भइसकेँ साथीहरू अब चाहिँ हाम्रो जाने बेला पनि लागिसक्यो रेडी हुँदैछु सबै चाहिँ यतातिर हेर्ने लुगाको पसार राख्नु हो त हौ कस्तो त कालो कालो सक्छ क्या तिम्रो सबै यहाँ राखिदिएको सामान भेट्यौ होइन बोल न छिटो पसल छिटो भयो पसल एउटा त्यो ठुलो पनि किनिदिनु पर्छ क्या त्यो ट्राउजर यहाँबाट निस्किनु पर्दैन साथीहरू अब चाहिँ हामी निस्क्यौँ भिडियो पनि देखिँदैन अब चाहिँ हामी जानु पर्छ गाडी पर्खिन्छ गाडी त आयो यो गाडी हो झ्याल झ्याल खोली हुन्छ थोरै खोल्छ झ्याल थोरै यो हामी कताबाट जाँदा ठिक होला भैँसब नेपाल कहाँनिर हो भैँस नेपाल भन्ने धुमराई थाहा छ धुमराई थाहा छ ठ्याक्कै धुमराईबाट भित्र के भन्नु यहाँ अगाडिबाट छिरेर त्यो एयरपोर्टको मार्ग प्रेम सर मर्निङ मर्निङ हामी जाँदैछौँ हेर्नु न यहाँ बोलाएको छ हामीलाई हामी जाँदैछौँ क्या ए मम्मीलाई फोन गर्नुपर्छ गइरहेको जान्छौ मसँग आउँछ क्या अगाडि दामी भ्यू देखिन्छ आइज यहाँ बस्नु हुन्छ ल दिदी ल विशाल बोलाएर भन्नु भयो ल त्यस्तो भइसक्यो यो त फेरि यस्तो चाहिँ नगर्ने फेरि दाजु यो नयाँ सरसँग कोर्डिनेट गर ल म भोलि जसरी पनि बेलुकासम्म हालिदिन्छु मिल्यो भने म आज गाडी बेलुकै चढ्छु कि तर कति बजी सकिन्छ भन्ने नै हुँदैन भाइ यार यस्तो टाइम नै फिक्स हुँदैन हेर ल वरिष्ठ सरले चाहिँ ल ल मेरो भाइ ल ल ल ल भाइ ब्रोको हाँसी घुम्ने दिन पनि आइसक्यो के ढुकढुक गर भाइ भाइ कुदो क्या बोलाउनु ल्याउन भाइलाई मनी पे गर्दै हुन्छ गाडीको गेट रहेछ है भएछ किड्सको गेट ठुलो मामला जिता गऱ्यो मान्छे हो
उहाँ हिँड्दै हुँदो रहेछ सेम हुनु छाना गएर एकजना